एका बिहानै यत्रो बाढी आउने कुरा रसुवावासीले कल्पना पनि गरेका थिएनन्। खोलाको सिरानतिर ठुलो वर्षा भएको थिएन। यो खोलामा बाढी आउनलाई सदरमुकाम वा योभन्दा मास्तिरको भूभागमा वर्षा हुनु पर्थ्यो। यस क्षेत्रमा मङ्गलबार दिउँसो वा राति वर्षा भएकै थिएन। त्यसैले स्थानीय प्रशासनले सम्भावित विपत्तिबारे कुनै सूचना वा सतर्कता जारी गरेको थिएन। भोटेकोसी सामान्य बगिरहेको थियो अरू बेला जस्तै। बुधबार उज्यालो भइसकेपछि पनि भोटेकोसी सामान्य नै थियो। मानिसहरू आआफ्नो काममा व्यस्त थिए। तर करिब पौने 9 बजेतिर भोटेकोसी आफै धकेलिएर मास्तिरबाट कालो मुस्लो सहितको बाढी बनेर आइरहेको देखियो। स्थानीयवासीका अनुसार भूकम्प गए जसरी धरतीबाट एक्कासी ज्वालामुखी फाटे जसरी जमिन हल्लाउँदै भोटेकोसी उर्लेको देखियो। यो बाढी मास्तिरबाट ढुङ्गा र रुखका ठुटाहरू बगाउँदै आइरहेको थियो। अचानक डाङडाङ र डुङडुङ गर्दै बाढी उर्लेको आवाज सुनेर गाउँ थर्कमान बनेको थियो। यो यति तीव्र र डरलाग्दो थियो कि कतिपयले यसबाट भाग्ने मौका समेत पाएनन्। स्थानीय बासिन्दाले यसलाई पछिल्ला केही दशक यताकै सबैभन्दा ठुलो मध्ये एक भनेका छन्। यसले सम्भवतः यस्तै ठुलो क्षति पुर्याएको हुन सक्छ। रसुवामा मात्रै होइन, तलतिर नुवाकोट जिल्लामा पनि। रसुवाका सिडिओ नरेन्द्र परियारका अनुसार बाढी एक्कासी आएको थियो र यो विपत्ति आउँदैछ भनेर रसुवावासीले कुनै पूर्व सङ्केत वा सूचना पाएका थिएनन्। त्यसैले त नागरिकको सुरक्षा खातिर बसेका सुरक्षाकर्मीहरूले समेत खतराको कुनै भेउ पाएनन् र उनीहरू समेत बाढीमा बेपत्ता भएका छन्। रिपोर्ट अनुसार बाढीपछि सशस्त्र प्रहरीको बिओपीबाट ड्युटीमा खटिएका इन्सपेक्टर अम्बिर खत्रीसहित 9 जना सम्पर्कविहीन भएका छन्। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी साप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा बाढीले ठुलो क्षति गरेको छ। यी प्रहरी कार्यालयहरूबाट पनि प्रहरीहरू बेपत्ता भएको खबर छ। घर र बस्तीहरू सिङ्गै बगाएका फुटेज हेर्दा कैयौँ नागरिक यसमा परेका हुन सक्ने आशंका छ। पोहोर पनि यस्तै बाढीले 18 जनाभन्दा बढीलाई सुतिरहेकै ठाउँबाट बगाएर बेपत्ता पारेको थियो। त्यति बेला बिहान 3 बजेतिर बाढी आएको थियो। तर त्यसबेला बाढीको सम्भावित पूर्व सङ्केत स्थानीयवासीले पाइसकेका थिए। चीनतिरको भूभागमा अघिल्लो दिनदेखि अविरल वर्षा भइरहेकाले नेपालतिर बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको थियो अघिल्लो दिन नै। त्यसैले बाढीले ठुलो मानवीय क्षति गर्न पाएन। यसपालि भने चीनतिर ठुलो र अविरल वर्षा भएको खबरै थिएन। यस्तो खतराको सङ्केत चीनले पाउनु पर्ने हो, किनभने त्यहाँ जे भइरहेको थियो त्यो चीनकै भूमिमा भइरहेको थियो। तर उताबाट समेत सावधानीका लागि कुनै जानकारी